सामान्य सभामुख महोदय, म फेरि एकपटक श्रम संस्कृति पार्टीलाई मतदान गर्नुहुने माटो प्रेमी देशवासी तल जोगे पत्थर चुहार मचुवा टारदेखि माथि साल्पा सिलुचुका पर अरुण नदीका गडतिरहरूदेखि टेम्के सेल्मे चखियासम्मका भोजपुरवासी जनताहरूप्रति आभार प्रकट गर्न चाहन्छु। यो बेलामा सामान्य सभामुख महोदय, अलपत्रै परेको सडकहरूमा गाडीहरू डुबिरहेको छ। माननीय ध्रुव राईले उठाएको चखेवादेखि दिक्तेलको बाटोको रोडियो है हालत खराब छ। ल सरकार बालेन सरकार संसदबाट भाग्नेमा थियो कि यता नै हेर्ने हो, यसो ध्यान दिनु पर्यो। अब खोटाङको माननीय आर्यन राईले नि कुरा राख्नु पर्यो, प्रधानमन्त्रीको ध्यान जानु पर्यो, भौतिक मन्त्रालयको ध्यान जानु पर्यो। सडक विभाग कहाँ छ? यो यात्रु अलपत्र पारेर यस्तो हुँदैन। 2 घन्टा भयो भन्ने खबर आएको छ। अब हामी पनि यहाँ बाइकमा आइपुगेको छौँ, साह्रो बिजोग छ। सम्बन्धित निकायको ध्यान जानु पर्यो। यो बर्खामा यो मध्यपाडी लोकमार्गबाट यात्रा गर्ने मान्छेहरूको हालत के हुन्छ ध्यान दिनु पर्यो। हामी सबैको तर्फबाट दबाब छ र यहाँ यात्रु महानुभावहरू ओठ तालु सुकाएर गाडी ठेल्दा तेल पनि सक्यो भन्ने छ। सरकारलाई सुझाव है, यो चाहिँ अगाडि पनि हामीले ध्यान आकर्षण गरेका थियौँ। आज पनि सुत्केरी र बिरामीहरू गाडी भासिएर मध्य पहाडी सडक र भोजपुर लगायत पहाडी इलाकाको विभिन्न सडकहरूमा चोबलिरहेको दृश्यहरू हामी देखिरहेका छौँ। यसलाई यो मानेमा म यहाँ सरकार समक्ष अनुरोध गर्न चाहन्छु, जनताले हिजो र आज उस्तै व्यथितिलाई बोक्नु पर्ने हो भने यसको लागि 84मा हुने निर्वाचन 82मा हुनुको अर्थ जनताले महसुस गरेको छैन। यति धेरै 2/3 नजिकको सरकारले आज जनता समक्ष दिनुपर्ने कुराहरू नदिरहेको कुरा जनताहरूले हामीलाई भनिरहेको छ। त्यसो भइरहँदा म सभामुख महोदय मार्फत अनुरोध गर्न चाहन्छु, सरकार निधाएर नबसोस्।